हेलो हाई वेलकम ब्याक टु माई च्यानल गुड मर्निङ अन्त हामी यहाँ मम्मी कहाँ जाँदैछौँ नानाको कान्छी नानाको घरमा जाँदैछौँ आज पापा आमा अनुष्का म 4 जना जाँदैछौँ नि हजुर अब चाहिँ हिँडेको हामी चाहिँ गाडीले छोड्नु आँटेर कुद्दैछौँ यहाँ मम्मी तल आउनुहुँदैछ मम्मी आउनुहुँदैछ होला गाडी आउँदैछ अरे कुद्नु पर्दैछ हामी तर कोमा त यहीँ हुनुहुन्छ त यी कोमा हामी कहाँ जाँदैछौँ भन्नुहोस् त कोमा कहाँ गएको भन्नुहोस् न कहाँ पुग्छौ म यहाँ गाडीमा जाँदैछौँ अन्त यहाँ मम्मी अन्त कोमा कति राम्रो सिनेरी हामी चाहिँ यहाँ मल्ली चेक पोस्ट आइपुग्यौँ अन्त यहाँ मम्मी हुनुहुन्छ चिसो रहेछ एकदम चिसो कोमा त क्यामेरामा त कति राम्ररी देख्नु भएको जाडो लागिरहेको छ यहाँ चाहिँ कोपा हुनुहुन्छ अगाडि के भन्नुहोस् न कोपा के भन्नुहोस् न जाडो हुँदैछ त्यति हो हामी चाहिँ यहाँ गाडी नछिडेर गाडी छिर्नु साह्रो परेर हिँड्दै जाँदैछौँ मलाई हिँड्नु मन परेको छैन मेरो उनी मुजत्र त्यही बेरिरहनु भएको छ मलाई हिँड्नु मन परेको छैन हुन्छ डरले निस्किन्छ हौ तल उता स्टुडेन्ट लाइफै मजा आउँछ देमाको घरभित्रको भ्यू चाहिँ यस्तो छ कति राम्रो यहाँ एउटा टेडी बियर छ दामी ठुलो अन्त यहाँ मेरो मम्मी सुन्तला खानु हुँदैछ अलिक ठुलो स्वरले भन्नु न सुन्तला खानु आउनुभएको केही सुनेन देमाको घरको भ्यू अन्त फुल भन्नुहोस् न के भन्नुहोस् न भिडियोमा के भनेर भन्नु अब के भन्नु चाहनुहुन्छ कान्छी छोरीकोमा आइरहेछौँ अहिले अन्त फुल हेर्नु मेरो दिदीको छोरी मेरो जेठी नानाको छोरीकोमा आइरहेको छौँ अन्त कस्तो लागेको छ यहाँ आएर एकदम राम्रो लागिरहेछ नि हौ हुन्छ यहाँको क्यामेलिया फुल चाहिँ कति राम्रो मलाई पुरा मन पर्यो देमाको कति राम्रो गार्डन यहाँ धुप्पी छ मम्मी भन्नुहोस् त यो फुलको नाम के हो यो फुलको नाम क्यामेलिया फुल हो अन्त उयो फुलको नाम के हो उयो एन्जेलिया अन्त यो के हो मम्मी यो त उयो पम्सी के अरे मम्मी यसको नाम गदावारी हो यो एकदम राम्रो खालको कोमा कोपा के गर्नु हुँदैछ फुल हेरेको हौ फुल कस्तो छ दामी रहेछ नि कोपा दामी फुल रहेछ हजुर कुन चाहिँ मन पर्यो सबैबाट सबै दामी नै छ के एउटा भन्नुहोस् न हामी चाहिँ यहाँ खाँदैछौँ सेलरोटी कोपा आलुदम कोमा पनि सेलरोटी खानुहुँदैछ यहाँ चाहिँ तेजपत्ती ओसार्नु हुँदैछ मम्मी र कोपाले यी काट्नु हुँदैछ अन्त मासु खाने त मासुमा पनि लाउँछ त यो भारी चाहिँ यति बेसी यहाँबाट देमाले दिनुभएको छ हामीलाई अन्त यहाँ पनि छ यहाँ पनि छ फुल यहाँ पनि छ सुन्तला यहाँ कोमा छ यहाँ कोपा छ कोमा केही भन्नु चाहनुहुन्छ भन्नुहोस् केही कोमा के भन्नु र भन्ने बाटो छैन फुलहरू यहाँ मम्मी हुनुहुन्छ दामी फुल लग्यौँ यति बेसी है यति बेसी फुल लग्यौँ नि हौ यहाँ सानो नानीले सुन्तला बोक्ने भन्दा चाहिँ झराइ पठाएछ सुन्तला मम्मी भन्नुहोस् त के भयो अरे त्यहाँदेखि बोक्छु भनेर सानो नानीले उचाली देख्थ्यो नसकेर तल भिड कटाइदियो
मम्मी चाहिँ फाइनली यहाँ सुन्तला ओसारेर आउनु हुँदैछ अब चाहिँ हामी जाँदैछौँ मम्मी ए मम्मी मम्मी दुईटा फुल फेरि अहिले पर्ख यो फुलको नाम के हो मम्मी यो के परे एन्जिलिया अरे यो एन्जेलिया अन्त अर्को यो के भन्छ लालुपाते ए लालुपाते तपाईँलाई कुन चाहिँ मनपर्छ एन्जेलिया कि लालुपाते दुईटै हुन्छ अब हुन्छ हामी चाहिँ यहाँ जाँदै गर्छौँ थुप्रो लडेछ नाना आमा नाति केटाले खतम गरिदियो नि तिनवटा सुन्तला तपाईँले नदेख्नु भएको मम्मी थुप्रो फुल मैले चाहिँ 1 क्यारेट पनि 2 क्यारेट जस्तो चाहिँ म लाँदैछु नानाकोबाट सिलगढी माथि नानाको घर छ कि त्यही भएर चाहिँ त्यो राम्रो राम्रो फुल चाहिँ मैले बोकेर लाँदैछु आज मम्मी कति क्युट देख्नु भएको मेरो क्यामेरामा कोमा पनि राम्रै देख्नुहुन्छ कोमा यता हेर्नुहोस् त मम्मीले अघि बोतल त खेल्न देख्नु भएको यो आँखा चाहिँ नानाकै ठिकै रहेछ यहाँ मेरो पनि जाँदैछ नि आमा हाम्रो आमा हुन्छ हामी चाहिँ गएको अब म यो हजुर काँडासरीको इस्कुस कोमा केही भन्नु चाहनुहुन्छ अब हिँडेको अब त्यो घरको उमेर कति राम्रो सिनेरी कोमा खिच्नु हुने फोटो हुन्छ बाटो चाहिँ धुलै धुलो रहेछ अन्त पत्तामा पनि धुलो थिएछ त्यसरी स्नो जस्तो देख्दैछ पत्तामा पनि राफ्टिङमा जानु भएको मम्मी किन हामी चाहिँ यहाँ फाइनली घरमा थिए आइपुग्यौँ यहाँ पछाडि हुनुहुन्छ कोमा कोपा मम्मी मामा यहाँ छ नानी भारी बोक्नु सकाउनु आएको नानी अन्त आन्टी म चाहिँ मेरो भ्लग यहीँ समाप्त गर्न चाहन्छु आजको लागि यति नै मेरो भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला अन्त मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला धन्यवाद